कोशी राजमार्गसँगै टाँसिएको धरानको 3 कुने स्थित विश्वकर्मा र शनि मन्दिर धार्मिक स्थल हो। मन्दिरको मेन गेट प्रवेश अगाडि नै जुत्ता चप्पल खोल्नुपर्ने नियम रहेछ। अनि तपाईको मेमोरी फुल भएछ नि त? हो, मेमोरी फुल भयो। शनिदेव हिन्दू धर्ममा न्याय र ग्रहराजको रूपमा पूजिन्छ। कालो तिल, तेल, कालो वस्त्र र लोहत्वको दान शनिदेवलाई गर्ने गरिन्छ। उनलाई प्रसन्न बनाउन हनुमान चालिसा, शनि स्तोत्र र दशरथकृत शनि स्तोत्र पाठ गर्नुपर्दछ। चारैतिर हरियाली, देवी देवताको मूर्ति कलाले मनै आनन्दित बनाइरहेको हुन्छ। भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोला। यदि मन परेमा लाइक, फलो अनि कमेन्ट्स पनि गरिदिनुहोला। मन्दिर पछाडि साधुहरूलाई खाने बस्ने सुविधा पनि रहेछ। मेमोरी क्लियर भयो अहिले चाहिँ? कतिवटा फ्यालिदिए नि। यहाँ मन्दिरहरू 11 बजेपछि बन्द हुने र दिउँसोको 3 बजेपछि खुल्ने जानकारी पाएको थिएँ। मन्दिर पछाडि गौशाला पनि रहेछ। भगवान विश्वकर्मालाई हिन्दू धर्ममा निर्माण तथा सृजनाको देवता मानिन्छ। तपाईहरूलाई थाहा छ, स्वर्गलोक, लङ्का, द्वारका नगरको निर्माण भगवान विश्वकर्माले नै गर्नुभएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। यहाँ सवारी साधनहरू लिएर पूजा गर्न आउने भक्तजनहरूको शनिबार राम्रै भिडभाड हुन्छ। सवारी साधनहरू पूजा गर्न आउँदा खरानीले परिक्रमा साधुहरूले गर्दछन्। कतिवटा गाई छ? गाई धेरै छैन जस्तो छ। 25वटा जति। के लगाएछ? नरिवल लगो? हैन, जे भेट्यो खानेकुरो त्यही माग। पूजाका लागि चाहिने प्रसाद, नरिवल, अगरबत्ती, माला छेउके पसलहरूमा उपलब्ध हुन्छ। बाँदरहरूबाट आफ्नो सामानको सुरक्षा राख्नुहोला भन्दै अर्को भिडियोमा फेरि भेट हुनेछ।